गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद चल्न नदिने विपक्षको अडान। त्रिभुवन विमानस्थल अध्यागमनमा भएको भ्रष्टाचार प्रकरण संसदको केन्द्रमा। नेपालको संसद आज पुनः अवरोध भएको छ र यो अवरोधको मूल विषय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागमा भएको भनिएको व्यापक भ्रष्टाचार हो। विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद चल्न नदिने अडान लिएका छन्। भ्रष्टाचारको आरोप र मुख्य मुद्दा। पछिल्ला दिनहरूमा सार्वजनिक सञ्चार माध्यममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन शाखामा गैरकानुनी रूपमा भिजिट भिसा व्यवस्थापन गरिँदै करोडौँ रकम असुली गरिएको विवरण सार्वजनिक भएका छन्। सामान्य नेपाली नागरिकहरूलाई वैदेशिक रोजगारीमा जान सहयोग गर्ने नाममा रु 50 लाखदेखि 3 करोडसम्म असुली गरिएको उजुरीहरू आएका छन्। प्रतिपक्षको आरोप अनुसार यो प्रकरणमा गृहमन्त्रीका सहसचिव तीर्थराज भट्टराईको मुख्य संलग्नता छ र उनी गृहमन्त्री लेखकको सिफारिसमा उक्त स्थानमा खटिएका थिए। यस्तोमा गृहमन्त्रीको नैतिक जिम्मेवारी उठ्ने कुरामा प्रतिपक्षी दलहरूले जोरदार रूपमा उठाएका छन्। संसदमा विरोध र नाराबाजी। प्रतिनिधि सभाको आजको बैठक सुरु हुनासाथ विपक्षी सांसदहरू उठेर विरोधमा उभिए। माओवादी केन्द्रका सांसद वर्षमान पुनले यसबारे धारणा राख्दै गृहमन्त्रीको सचिवालयकै संलग्नताका आधारमा अनुसन्धान निष्पक्ष हुन नसक्ने दाबी गरे। उनले भने गृहमन्त्री माहातका निकायले आफ्नै मन्त्रीका सिफारिसमा खटाएको व्यक्तिको अनुसन्धान कसरी निष्पक्ष गर्न सक्छ। उहाँले मार्ग खुल्ला गर्न राजीनामा दिनैपर्छ। यसपछि राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका शिशिर खनालले आफ्नो धारणा राख्दै गृहमन्त्री रमेश लेखकले अघिल्ला सरकारका समयमा नैतिकता र जवाफदेहिताको कुरा उठाएको स्मरण गराए। उनले भने उहाँ आज आफै सोही प्रश्नको घेरामा हुनुहुन्छ, त्यसैले उहाँले पद त्याग गर्नैपर्छ। सरकारको मौनता र संसद स्थगन। विपक्षको निरन्तर विरोधका कारण संसदको बैठक सुचारू हुन सकेन। सभामुख देवराज घिमिरेले केही समयका लागि संसद स्थगन गर्नु पर्यो। सरकार र गृहमन्त्री भने यसबारे मौन छन्। अहिलेसम्म मन्त्री लेखकले कुनै सार्वजनिक धारणा राखेका छैनन्, जसले राजनीतिक तनाव झनै बढाएको छ। नैतिकता र बदनाम सत्ताको जोगावट। गृहमन्त्री लेखक विगतमा मानव अधिकार र न्याय प्रणालीका पक्षधरका रूपमा स्थापित व्यक्ति हुन्। उनी स्वयंले नेताहरूको नैतिक उत्तरदायित्वबारे सवाल उठाउने गरेका थिए। आज जब उनी नै सन्देहको घेरामा छन्, उनीबाट उस्तै स्तरको जवाबदेहिता अपेक्षा गर्नु स्वाभाविक हो। निष्कर्ष संवाद, सत्य र जवाबदेहिताको आवश्यकता। वर्तमान संसदको गतिरोध केवल प्रक्रियागत होइन, मूलत नैतिकताको सङ्कट हो। गृहमन्त्रीले पदमा रहिरहँदा पारदर्शी अनुसन्धान सम्भव हुन्छ कि हुँदैन, यो प्रश्न संसद मात्र होइन, आम जनतामाझ पनि गहिरिँदै गएको छ। राजीनामा दिने या नदिने निर्णयले सरकारको नैतिक धरातल मापन गर्नेछ। यदि कुनै माननीय मन्त्रीजीमाथि प्रश्न उठ्यो, यदि राज्यको कुनै सक्षम निकायले अनुसन्धान गर्नु पर्यो भने त्यस्ता माननीय मन्त्रीजी मन्त्रीको पदमा रहन पाउनुहुन्न। त्यसकारण उहाँले राजीनामा गर्नुपर्छ। सहकारीको मुद्दामा रवि लामिछानेलाई 3-3 महिना हिरासतमा राखेर अनुसन्धान गर्यो, तर सत्ता पक्षका सांसदलाई प्रहरीको कार्यकक्षमा बोलाई चिया खुवाएर पठाइएको छ। सम्माननीय सभामुख महोदय। माननीय सदस्य शिशिर खनाल, संक्षिप्तमा आफ्ना कुराहरू राख्नुहोस्। संक्षिप्तमा। सम्माननीय सभामुख महोदय, यदि कुनै माननीय मन्त्रीजीमाथि प्रश्न उठ्यो, यदि राज्यको कुनै सक्षम निकायले अनुसन्धान गर्नु पर्यो भने त्यस्ता माननीय मन्त्रीजी मन्त्रीको पदमा रहन पाउनुहुन्न। त्यसकारण उहाँले राजीनामा गर्नुपर्छ। यी शब्दहरू मेरा होइनन् सभामुख महोदय, यो त यही सम्मानित सदनमा 2080 चैत 3 गते मङ्गलबारका दिन प्रतिपक्षी दलको नेताको हैसियतले वर्तमान गृहमन्त्रीज्यूले व्यक्त गर्नुभएको नैतिकताको मापदण्ड हो। सभामुख महोदय, आज यहाँ उहाँले कोरेको त्यही लक्ष्मण रेखा, उहाँले स्थापित गरेको त्यही नैतिक धरातलमाथि गम्भीर प्रश्न खडा भएको छ। आज प्रश्न स्वयं गृहमन्त्रीज्यूमाथि उठेको छ कि उहाँले त्यति बेला प्रतिपादन गर्नुभएको सिद्धान्त आज उहाँलाई लागू हुन्छ कि हुँदैन। किनकि उहाँको गृह प्रशासनको नाकमुनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसाको नाममा निर्दोष नेपाली युवाहरूलाई लुटेर करोडौँको अवैध असुलीको र्याकेट चलिरहेको छ। अझै डरलाग्दो कुरा त के छ भने विभिन्न सञ्चार माध्यमहरूले गृहमन्त्रीज्यूकै सचिवालयको प्रत्यक्ष संलग्नता रहेको समाचार लगातार प्रकाशित गरिरहेका छन्। समाचारमा आएको तथ्याङ्क मान्ने हो भने पछिल्लो 8 महिनामा मात्रै धन्दै 4 अरबभन्दा बढीको लुट भएको छ।
यत्रो ठुलो खेल कुनै राजनीतिक संरक्षण बिना सम्भव छ कि छैन? गृहमन्त्रीजीले पठाउनु भएको सहसचिव विवादित पृष्ठभूमिको हुनुहुँदो रहेछ, तर किन उहाँलाई अध्यागमनमा पठाइयो? के गृहमन्त्रीज्यूले थाहा नपाएर, स्वच्छ भएर, सक्षम भएर भनेर पठाउनु भयो कि यो उहाँको पनि स्वार्थ जोडिएको विषय हो? यसमा अनुसन्धान हुनुपर्छ। यसमा एक व्यक्ति मात्रै होइन, सम्माननीय सभामुख महोदय, माननीय गृहमन्त्रीज्यूकै सचिवालयमा रहेका कर्मचारीहरू पनि यही पृष्ठभूमिमा जोडिएको देखिन्छ। साथसाथै अख्तियारले छापा मार्न एक दिन अगाडि विवादित सहसचिवलाई सरुवा गरेको देखिन्छ। कानुनका पृष्ठभूमि भएका मन्त्रीज्यूलाई थाहा छ, यदि कुनै निकायले प्रमाण जुटाउँदैछ भने प्रमाण जुटाउन दिने कि प्रमाण नष्ट गर्नको लागि उसलाई सरुवा गरिदिने। अब अनुसन्धान कर्मचारी माथि मात्रै होइन, गृहमन्त्रीमाथि पनि हुनुहुन्छ। यसमा प्राविधिक अनुसन्धान हुनुपर्छ, मोबाइलहरूमा र ल्यापटपहरूको परीक्षण हुनुपर्छ, तर त्यो परीक्षण गर्ने निकाय प्रहरीका मार्फतको विधि विज्ञान प्रयोगशाला हो। तर अहिलेको परिवेशमा के स्वच्छ अनुसन्धान होला, रोज स्वच्छ रिपोर्ट आउला त? हामीलाई प्रशस्त आशंकाहरू छन्। माननीय गृहमन्त्रीजीको नेतृत्वमा यसभन्दा अगाडिका सरकारले अनुसन्धान गरी उच्च राजनैतिक तहको संलग्नता रहेको भनेको भुटानी शरणार्थीको काण्ड दबाइएको छ। सहकारीको मुद्दामा रवि लामिछानेलाई 3-3 महिना हिरासतमा राखेर अनुसन्धान गर्यो, तर सत्ता पक्षका सांसदलाई प्रहरीको कार्यकक्षमा बोलाई चिया खुवाएर पठाइएको छ। सम्माननीय सभामुख महोदय, अब हामी कसरी विश्वस्त हुने गृहमन्त्रीले निष्पक्ष छानबिन गर्नुहुन्छ भनेर? यो कुनै एक कर्मचारीले नागरिकता बनाउन गएको बेला नागरिकसँग घुस मागेको विषय होइन। यो त म्यान पावरदेखि एयरलाइनसम्म, कर्मचारीदेखि मन्त्रीज्यूसम्मको सचिवालय जोडिएको छ। प्रश्न मन्त्रीज्यूमाथि उठेको छ, अनुसन्धान हुनुपर्छ, राजीनामा हुनुपर्छ। तर हामी राजीनामा मात्रै माग्दै छैनौँ, सङ्गठित ढङ्गले गरिएको यो भ्रष्टाचारको निष्पक्ष अनुसन्धान हुनुपर्छ। सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरणसँग जोडिएर हेर्ने गरी छानबिन गर्न एक उच्च स्तरीय छानबिन आयोग नबनेसम्म संसद चल्न सक्दैन। निर्दोष नेपालीहरूमाथिको अत्याचार हामी ठुलो हेरेर बस्न सक्दैनौँ। सम्मान्य सभामुख महोदय, हामी संसदलाई अगाडि बढाउन सक्दैनौँ। धन्यवाद।